हाई साथीहरु, नमस्ते। स्वागत छ तपाईलाई मेरो नयाँ भिडियोमा। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सकुशल छु। आज म बनाउँदै छु बाबुको लागि प्रोटिन पाउडर। मैले चाहिँ सबै सामानहरु रेडी गराएर पालो अनि बिस्तारै सानो आगोमा भुन्दै गए। सबै कुराहरु 6 आइटम छन् लगभग काजु, बदाम, पिस्ता, ओखर अनि सूर्यमुखी र फर्सीको बिया मिलाएर बिस्तारै भुटे मैले। अनि आधा 1 घण्टाको लागि घाममा सुकाइदिए राम्रोसँग पिसियोस् भनेर। त्यसपछि मिक्सरमा पिस्न थाले मसिनो गरेर कालैसरी सबै पिस्दै गए। त्यसपछि रेडी भयो मेरो प्रोटिन पाउडर पनि। अनि प्याक गरे डब्बामा सबै मिक्स गरेर बाबुको लागि 1-2 महिना भइहाल्छ।